नमस्कार सबैजनामा। आज नेपाल सरकार मन्त्री परिषदको 2083 जेठ 5 गते बसेको बैठकहरूको मुख्य निर्णयहरू पढेर सुनाउँछु। नम्बर 1 मा अर्थ मन्त्रालयबाट नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विजरल्यान्ड सरकारबाट प्राप्त हुने 6.116 मिलियन स्विस फ्र्याङ्क अनुदान स्वीकार गर्ने, अणिको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने 79.36 मिलियन आरएमबी अनुदान स्वीकार गर्ने। अर्को पूर्वाधार विकास मन्त्रालयबाट काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रु 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने। जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्य भएको प्रति परिवार राहत रकम रु 15,000 प्रति महिनाको र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रु 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने। वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने। बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने। नम्बर 4 मा प्रत्याहार नियमावली 2083 स्वीकृत गर्ने। 5 मा सैनिक सेवा छैटौं संशोधन नियमावली 2083 स्वीकृत गर्ने। 6 मा नेपाल राष्ट्र बैंक 2058 लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने। 7 मा नेपाल सरकार कार्ययोजना नियमावली 2083 अनुसार हुने गरी राजपत्राङ्गत विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने। आजको मुख्य निर्णयहरू यिनै हुन्। हस्, धन्यवाद।